धेरै वर्ष अगाडिको कुरा हो। काठमाडौँको एउटा सरकारी स्कुलमा एकजना ममता मिस हुनुहुन्थ्यो। शिक्षण जीवनको पहिलो दिनमा उनले आफ्नो पहिलो क्लास लिनुभयो। उहाँले 7औं कक्षामा पढिरहेका विद्यार्थीहरूलाई पढाउँदै भन्नुभयो, मेरो लागि सबै विद्यार्थीहरू बराबर हुन्, म सबैलाई समान रूपले माया गर्छु। तर त्यो कुरो साँचो भने थिएन। कक्षामा सबैभन्दा पहिलो बेन्चमा सागर नाम भएको एउटा केटो बस्ने गर्थ्यो। ऊ कसैसँग पनि नबोलिकन चुप लागेर बस्ने, फोहोर लुगा लगाएर कक्षा आउने र साथीहरूसँग घुलमिल नभएको देखिन्थ्यो। सागरको त्यो बिहेभियर देखेर सागरप्रति ममता मिसको सोच दिनदिनै नकारात्मक बन्दै गइरहेको थियो। उनी उसको कपीमा रातो कलमले फेल लेख्दा पनि केही सोच्दैनथे। समय बित्दै जाँदा स्कुलमा वार्षिक रिपोर्ट हेर्नुपर्ने समय आयो र ममता मिसले सबै विद्यार्थीहरूको फाइल हेर्न थालिन्। सागरको फाइल भने उनले अन्तिममा राखेकी थिइन्। जब उनले सागरको फाइल खोलिन्, उनको मन एकाएक चिसो भयो। सागरको पछिल्लो शिक्षकहरूले लेख्नु भएको रिपोर्ट हेर्दै गर्दा कक्षा 1 का टिचरले सागर उज्यालो अनुहार भएको चञ्चल बालक हो, अरूलाई सहयोग गर्न मन पराउँछ भनेर लेख्नु भएको रहेछ। कक्षा 2 का टिचरले सागर शिक्षामा अब्बल छ, तर आमाको दीर्घ रोगले ऊ तनावमा छ भनेर लेख्नु भएको रहेछ। कक्षा 3 का टिचरले आमाको निधनले उसमा ठुलो असर परेको छ, बुवा कामको सिलसिलामा बाहिरै बस्नुहुन्छन् भनेर लेख्नु भएको रहेछ। कक्षा 4 का टिचरले अब सागर चुपचाप हुन्छ, क्लासमा कमै बोल्छ, कहिलेकाहीँ क्लासमै निदाउँछ भनेर लेख्नु भएको रहेछ। त्यसै गरी कक्षा 5 र 6 का टिचरहरूले पनि उसको दिनदिनै पर्फर्मेन्स डाउन भएको लेख्नु भएको रहेछ। ती रिपोर्टहरू पढेपछि ममता मिस एकछिन केही नबोलिकन चुप लागेर बस्नुभयो। उनी आफ्नो व्यवहारप्रति ग्लानि महसुस गर्न थाल्नुभयो। केही समयपछि गुरु पूर्णिमा आयो। सबै बच्चाहरूले टिचरहरूका लागि रङ्गी-चङ्गी प्याकिङमा उपहारहरू ल्याएका रहेछन्। तर सागरको उपहार पुरानो खैरो कागजमा बेरिएको थियो। त्यो पुरानो कागजभित्र एउटा ब्रासलेट र एउटा युज गरेको पर्फ्युमको बोतल रहेछ। बच्चाहरू त्यो देखेर हाँस्न थाले, तर ममता मिसले तुरुन्तै त्यो ब्रासलेटलाई हातमा लगाउनु भयो र पर्फ्युम आफ्नो बडीमा छर्किनु भयो र उहाँले भन्नुभयो, आहा कति राम्रो ब्रासलेट, अनि पर्फ्युम पनि निकै राम्रो रहेछ। यो कुरो सुनेपछि सबै बच्चाहरू शान्त भए। स्कुल सकिसकेपछि सागर मिस नजिक गयो र मुस्कुराउँदै भन्यो, आज तपाईँ एकदमै मेरो आमा जस्तै देखिनु भएको छ। त्यो कुरो सुनेर ममता मिसको आँखाभरि आँसु आयो र त्यो दिनपछि ममता मिसमा सागरप्रति एकदमै ठुलो परिवर्तन आयो। ममता मिस अब केवल विषय पढाउने शिक्षिका मात्र रहिनन्, उनी सागरलाई जीवन सिकाउने गुरु पनि बनिन्। उनी जति सागरमा विश्वास गर्न थालिन्, सागरले पनि उति नै ममता मिसमा विश्वास देखाउन थाल्यो र बिस्तारै बिस्तारै सागरमा धेरै परिवर्तन देखिन थाल्यो। वर्षको अन्त्यसम्म सागर कक्षाको उत्कृष्ट विद्यार्थी बनिसकेको थियो। 1 वर्षपछि ममता मिसलाई एउटा सन्देश आयो। त्यो सन्देश सागरले पठाएको रहेछ। त्यो सन्देशमा सागरले तपाईँ मेरो जीवनको सबैभन्दा राम्रो शिक्षक हुनुहुन्छ भनेर लेखेको रहेछ। 3 वर्षपछि फेरि अर्को चिठी आयो। त्यसमा म एससीईमा डिस्टिङसन ल्याएर पास भए भनेर लेखेको रहेछ। 10 वर्षपछि फेरि अर्को चिठी आयो। अब म मेडिकल स्टुडेन्ट हो, डाक्टर सागर आचार्य बन्ने बाटोमा छु। समय बित्दै जाँदा 14 वर्षपछि सागरको अर्को फेरि चिठी आयो। त्यसमा शिक्षक सम्मान कार्यक्रममा तपाईँलाई आमाको ठाउँमा निमन्त्रणा गर्न चाहन्छु भनेर लेखिएको थियो। त्यो चिठी पढेर ममता मिस निकै भावुक भइन् र त्यो दिन कार्यक्रममा पुगिन्। उनले लगाएकी थिइन् उही पुरानो चुरा जसमा थोरै रत्न हराएका थिए र लगाएका थिइन् उही पर्फ्युम जुन कहिले बिर्सिन सक्दैनथ्यो। कार्यक्रमको मञ्चमा सागर दौडेर आयो। उनीसँग अँगालो हालेर कानमा बिस्तारै भन्यो, तपाईँले मलाई विश्वास दिलाउनु भयो कि म पनि सफल हुन सक्छु। त्यो सुनेर ममता मिसका आँखा रसाए र बिस्तारै जवाब दिइन्, होइन सागर, तिमी गलत छौ, तिमीले नै मलाई एउटा साँचो शिक्षक बनायौ। एक सकारात्मक सोच र विश्वासले कसैको जीवन कति बदल्न सक्छ भन्ने शक्तिशाली प्रमाण हो यो कथा। यो कथाको निष्कर्ष सन्देश के हो भने, एक शिक्षिका जसले केवल पढाइ होइन जीवन बदल्ने पाठ दिइन्।
यदि तपाईँलाई यो मोटिभेसनल कथा मन पर्यो भने हाम्रो च्यानल बफ रिडरलाई सब्सक्राइब गर्नुहोस्, यो भिडियोलाई लाइक गर्नुहोस् र कमेन्टमा आफ्नो भावना व्यक्त गर्नुहोस्। धन्यवाद।